नमस्ते सम्पूर्ण साथीहरू। म चाहिँ हाल अहिले कोरियामा छु। कोरियामा काम गर्दै गरेको पनि धेरै वर्ष भयो। तर केही समयसम्म म चाहिँ रनिङ नगर्ने, यता एक्सर्साइज नगर्ने भएर धेरै मोटोपन पनि बढेको थियो होइन। अलिकति अस्वस्थ पनि भइएको थियो। तर अहिले चाहिँ केही समय अगाडिदेखि है आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै रनिङ गर्ने कुराहरू, त्यसपछि एक्सर्साइज धेरै गर्ने कुराहरू गर्दै गर्दा स्वास्थ्यमा धेरै सुधार आएको छ। तपाईँहरू बिजी हुनुहुन्छ अथवा केही हुनुहुन्छ भने पनि आफ्नो स्वास्थ्यको लागि चाहिँ व्यायाम गर्न जरुरी छ। थोरै 10 मिनट 20 मिनट 30 मिनट भए पनि डेली छुट्याएर गर्नुभयो भने धेरै कुरामा फाइदा गर्छ त्यसले। हवस् त, धन्यवाद। यो एक्सर्साइज गर्न एकदम गाह्रो हुन्छ होइन, तर पनि अब ग्राउन्डमा गइसकेपछि सजिलै हुन्छ। जे कुरा पनि होइन, नजानसम्म चाहिँ गाह्रै हुन्छ। तपाईँहरू पनि गर्न सक्नुहुन्छ है। यसरी गरिसकेपछि हाम्रो स्वास्थ्यमा सानोतिनो रोगहरू त्यसै हटेर नै जान्छ। र आउने दिनहरूमा तपाईँहरू पनि यसरी गर्नुहोस् जसरी मैले गर्दैछु होइन। गरेपछि धेरै कुरामा फाइदा चाहिँ छ है। गर्न अल्छी नमान्नु होला, कामसँगै रोग पनि नलागोस् र स्वास्थ्य भइयोस् है। स्वास्थ्य हुनु नै ठुलो कुरा हो र हेल्दी हुने भनेको एक्सर्साइज गरेर